हेलो साथीहरू, आज चाहिँ हामी पौडी खेल्न खोला जाँदैछौँ होइन। अब चाहिँ हामी चाहिँ बाटो लाग्न लागेको, हामी बाटो लागिसकेका छौँ। साथीहरू पुरै नुहाउनुको साथसाथै कपडा पनि धुने भनेर कपडा पनि बोरामा हालेर पोको पारेर रेडी भएर आइसकेको छ होइन। हामी नुहाउनु चाहिँ यही खोलामा हो, यो खोला चाहिँ होइन जिस्केको है। हामी चाहिँ हिँड्दै हिँड्दै बाटोमा थाकल भेटायो भने थाकल ड्याम हान्दियो भने साथीले पनि खाइदिने हो थाकल भन्दै भनिदिइहाल्यो भने हामी पनि गफ गर्दै गर्दै साथीहरूसँग धेरै पछि भेट भएको थियो नि त, सँगै हिँडेको। त्यसपछि हामी खोलातिर लाग्यौँ झोला टक्क बोकेर। हामी चाहिँ अझै हिँड्दै 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 आयो। हामी चाहिँ ट्याक्क खोला आइपुग्यो होइन। खोलामा चाहिँ केटाहरू पहिल्यै नुहाएर बसेर जाडो भयो भन्दै घुममा डुङ्गामा घाम तापेर बसिरहेको रहेछ। हेर्नु खोला यस्तो हरियो खोला होइन। खोला हरियोदेखि त म त देख्नै सकेन, कपडा भ्याट्टै खोल्दै होइन। खोल्ने बित्तिकै म त झ्याम्मै हाम फाल्दै चुइँ पुरै आनन्द सर। अनि त्यो भाइ त माथिबाट झ्याम हाम फालिदिन्छ त होइन। साथीले हेर्छोस् त्योभन्दा म के काम भनेर साथीले पनि देखाउनु थाल्यो त। एकछिनपछि साथीले त मलाई त जुरुक्क उचाल्यो, ओइ के गर्नु लागिसक्यो भनेर भनेको त पानीमा पो ज्यामै फालिदिएको। हट खेल्नु हुन्न अब भनेर म चाहिँ पानीबाट जुरुक्कै लाएर बाहिर निस्केको। ल साथीहरू, आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ, बाई बाई।